चाहिँ हामी जाँदैछौँ पिकनिक मामाकोमा गएको म चाहिँ मिक्सी अदुवा लसुन लिएर किनभने हाम्रो घरमा लसुन चल्दैन भिडियो कतिमा गर्छ त्यो नि याद छैन मलाई माइजू घरमा आइपुगेँ काम सकेर फेरि सिधै घर जान्छ सबैजना अदुवा र लसुन केलाइसक्यौँ यो आलुदमको लागि खोर्सानी अब यो मासुको लागि सुँगुर र कुखुराको लागि को आयो भाइ खै सिसा लिएको स्तुतिलाई पनि बोको पर्छ हजुर फेरि सामान ल्याउन साह्रो पर्छ नि त मेरो फोन कस्तो फुटिरहेछ यस अनि पार्टी तल पुग्नुपर्छ सिधै भएर पुगेर मात्रै सिधै भिडियो गर्छु किनभने यहाँनिर हातभरि सामान छ एक त बाटो अप्ठ्यारो एक त अब पिकनिकको जग्गामा पुगेर भेटौँ होला बाई 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 खै बाई भन्दै बाई अघि पिकनिक गयौँ म मासु पनि बिर्सेछौँ प्याज टमाटर चिया खा भने चिनी पनि छैन किन यस्तो भएको हो नुन पनि छैन हल्दी पनि छैन फेरि अघि माथि सम्झेको फर्किनु हुन्थ्यो नि है आमा नौ कति वर्ष बताएको हामी पिकनिक चामल मात्रै खाम्ला ओ आधी बाटोसम्म त आइम हिँडेर बाटो देखेन अनि भएछौ एमाया बुझेरै नसतौ अबे हा बेबा छिटो जाई आने वाला पल जाने वाला है तो ही जाने वाला है ओहो यहाँबाट सिधै उयो थियो है पुल यहाँ भत्किसक्यो होला गाडी पैसो and then ahai lari bari ahai lari bari ahai ko doko sanu maya pukutai motu pukare e bono koi बराबर न ढाटी भाइ यता हिँड्नुमा मात्र त्यही होइन हिँड्न मैले त यहाँ ओम्बासीबाट दिन्छ ओ माथिबाट आएको हामी कहाँ जानु भएको माथि नै बिस्तारै जानु ल कसले हिँडेको आहानले यसलाई बजार भन्छ पुरा मैला हुने रहेछ है This is museum. पर्फ्युम उड्दैछ कति तारिक 2 तारिक पो भन्दै थियो त ओपनिङ त्यस्तो भन्नु हुँदै थियो
फोर्स आएको त भिडियो गरेर मात्रै आउनुभयो दाउरालाई होइन जग्गा हेर्नु गएको थियौँ कि त्यहाँ फेरि मन्दिर रहेछ नि त अन्त फेरि हजुर जग्गा हेर्नु गएको थियौँ उहाँ पार्किङमा पनि दिनुहुन्छ अरे है पार्किङको यता हेर्नु आधी आधी छ तिमीहरू आधी मान्छेहरूले जाऊ उयो लिएर भने आधी दाउरा जाउँ सामान लिएर पनि हाम्रो तलबाट त्यहाँ एउटा वापी हाम्रो रिया माइजू पनि छ त अहिले त स्कुटी सम्हाल्ने त अन्त हाम्रो रिया माइजू अस्तिदेखि स्कुटीले भन्छ के बोल्नुहुन्छ किन के बोल्नु त अन्त मेरो पनि भिडियो आउँदैछ है साथीहरू भन्नु नि अब हामी आज पिकनिक खेल्न आएको भन्नु नि हेर न मेरो कपाल नि हिजो बनाइदिएको आन्टीले फिलहाल पकाउने जग्गा डिसाइड भएको छैन डिसाइड भएर मात्रै म भिडियो गर्छु कि यताउता भयो पर्यो फाइनली जग्गा फिक्स भयो यहाँ गाडी आउँदैछ यहाँ शान्ति भइहाल्यो अब उमा ढ्याच चाहिँ बस्यो त हाफपेन्टमा एउटा त्यहाँ जग्गा सरी पनि भएन फेरि त्यहाँ सरी पनि भएन फेरि उता सरी पनि त्यो चाहिँ लास्टमा फारफुर गरेर त्यहाँ सरी अन्डा ल्याउनु जाँदैछु अन्डा आयो हौ टाइम लाग्छ अरे मकैबारीको तेर्सो बाटोमा आउनु हुँदैछ अरे कस्तो गरम पो छ त यहाँ त उयो राख्नु न गुड गर्ल अब चाहिँ झ्यालमुरी बनाउनु पर्छ पैसा दिनु पैसा दिनुपर्छ त हौ 62 आसे उयो मेरो बेग पैसाको बेग ल्याउ त उयो नेबेन्स भाइ मिठो भा मैले अरे छोरा ए टिप्नु न तपाईँ नबन्द नगरी खाऊ स्तुति पिरो पनि खाएको ए टिफिन लिएन है लानु न
ए स्तुतिको पनि त बर्थडे आउँदैछ स्तुतिका भ्यालेन्टाइन डेमा आउँदैछ बर्थडे ल पक्रा म तिमीलाई अर्को दिन्छु तिमीलाई हजुर नि आमालाई लगिदिन्छ अरे लु लु आऊ स्तुति स्तुति ल अन्त दामी काटिन छ त सानोतिर सेफै हो है बाबाजी है सुँग कुखुरा फ्राई मामदुवा कुखुरा कुखुरा कस्तो गर्छ पावर हाउस तल छ तिमी त कस्तो पिकनिकमा हेर फोनै हेरेको आमा आहाई गर आहाई अब चाहिँ खाना खाने टाइम एक्सक्युज मी मेरो चप्पल खोइ अब अङ्कितले मेरो चप्पलको गत्ती हेर्नु भाउजू अङ्कितले पारिदिएको हेर्नु यो झोरी आमाको चम्चीहरू पनि त्यही छ उहिले हालिदिनु न ऊ माइजूलाई मिली माइजूलाई भाइलाई पनि खुवाउँछ होला नि साग हेरे हौ मैले हालिदिनु त सुँगुर डल्लै बोसो चाहिँ नहालिदिनु ल बोसो र मासु तार्लेको हालिदिनु त्यस्तो चाहिँ सक्छु भयो भयो भक्कु नहालिदिनु भयो मामाले हालिदिनु भयो मात्रै के खाना खाएर मात्रै गर्छु भिडियो अप्ठ्यारो हुने रहेछ मलाई नकिन्छ नि मेरो थाललाई किनिदेऊ फेमस खाएर सक्यो हामीले रिया भाउजूको फोनमा पनि फोटोमा चाहिँ निक्लिँदो रहेछ हौ टेक्नोको फर्स्ट फर्स्टमा त राम्रो निक्लिन्थ्यो अहिले त कस्तो निक्लिँदो रहेछ यो कुन चाहिँ हो रिया तिम्रो स्यामसङ ल तिमी पक्रा म धोइदिन्छु ल जाऊ तिमी भाडा उयो गर लौ क्लास पर्यो झप्पा बित्छाको नि तपाईँको नानी ल लु सक्यो ल पानी ल दिदी अब यो सक्यो ऊ फोन झन्डै झऱ्यो पानी खेलाएको है उसले भिडियो यो भातभित्र हाल्नु न कराई कालो छ नि त के भयो माइजू यो को हौ बेबी को हो यो यो चाहिँ ठुलो बेबी होला ऊ चाहिँ सानो बेबी बाहिर राखिदिनु न छुरी यहाँबाट हालिदिनु न टाढामै हालिदिनु नै देखि बोक्दिनँ तिम्रो पढाइ पठाइदिएँ मैले अङ्कितले मेरो चप्पलको गति यस्तो पारिदिएको छ यी हामी धुलो उडाउँदै पैसा त भन्नु सक्दिनँ पैसा छैन नि त
कस्तो लाग्यो मन्दिरसम्म दाजु एकदम मजा आयो हैन खाना धेरै पनि ठिकै पछि भयो है है धेरै हामीसँग धेरै अब हामीसँग फर्स्ट First टाइम फर्स्ट टाइम तपाईँको ग्रुप देखिनु त तपाईँ फर्स्ट टाइम है मेरो ग्रुप कता म कता है ग्रुप त मजाले डान्स गर्दै होला झ्याप्टुङ भएर केस गर आइ सला खै आदि सेताएर अच्छा जाऊ तिमी पनि त्यहाँ भाइसँग बिचरा खानु पनि राम्रो पाएन है बस्नु पनि बात पनि मार्नु पाउनु भएन किन भएको हिँडेर जान्छ हेर्नु कति फुपू एकछिन उभिल गली खै खानुहुँदैछ हजुर भनेको बुझास बोजू ए बोजू हेर्नु भएको होला सबैजना है बोजू हेर्नु भएको होला घर उहाँ छ आउनु हेर्नु ऊ बोजूको घर ऊ माथि घर ऊ हामी त्यही गएको है भागेर कहाँ गयो आदिश त स्तुति बहिनी लुको मेरो हातमा पनि यो छ अझै बन्दुक पड्काउने है बन्दुक पड्काउने कम्ती छ त्यहाँ छैन त अझ उयो हिँड्ने जग्गा पनि छैन रहेछ त है च्यादर पो लगाइदिनु भएको रहेछ त हौ रुखसन्दाना नानी अङ्कित हाम्रो रिया माइजू मेरो छेमा आहान स्तुति अब हिँडेर पुग्नुपर्छ माथि 5:30 बजी हुन्छ होला मेरो फोनमा चार्ज छैन 30 मात्रै छ बाई बन बाई अहिले भेटौँ माथि एघार पुगेर खै या त्यस्तो गरेको उठेछ है सुत्यो कि नाख्नु भयो मात्रै देखाउँछ ल तिमी पनि हेर न त अन्त ए अगाडि हेर्दै स्विमिङ हाम्रो पाइपुग्नु आँट्यो भाइ घर दाजु छिटो हिँड्ने जस्तो लाग्यो त हौ ग्रुपै भएर पनि होला हौ है आमाहरू चाहिँ खै आमाहरू चाहिँ नि हिँड्दैछ कस्तो चिलोहरू है त्यही त है हिँडेकोले गरम भयो भन्दैन पैसा के छ छैन त लप्सी त यसमा त लाप्ची चाहिँ छैन के 400 झुक्कियो है भाइ झुक्कियो है अहिले माथिबाट झाम्छ बस न यहाँ चुप लागेर एकछिन ल्याउ मेरो ज्याकेट तिमी पनि थकेर ज्याकेट बस न झार्दै पो होला भनेको त तिमी पनि थाक्यो होला बस न अरे बस न है झार्दै पो होला भनेको त है भाइ बस्नु हामी कहिले आइपुगेको है भाइ हामी थक्छौँ है कपालको गत्ती त भूत जस्तै भइसक्यो त हौ कसको मेरो कपालको गत्ती गयो बत्तीकामा कस्तो खालको धुलो अन्त आइपुग्यो दिलाउ गाईहरू भन न के साह्रो दिलाउ गाईहरू त गाईहरू छिटो आऊ गाईहरू छिटो यहाँ बस्नु गोबती प्यारापेटमा तपाईँलाई पर्खेको हामीले नबोक्नु सक्दैन स्तुतिले बोकाएछ त हो स्तुतिलाई भारी भयो छ अरे नि त नबोक्नु हामी कहाँबाट आएको भाइहरू त ऊ तलबाट ऊ तल ऊ यहाँबाट आएको हामी यस अब जाउँ माथि पुग्नुपर्छ हामी घरै त्यहाँ छ नि त फेरि आउँछ हो नेक्स्ट टाइम पनि आउँदैन गल्यो
अब नेक्स्ट टाइम अब नेक्स्ट टाइम अर्को जग्गा जाउँला पार्क भएकोमा पिङ भएकोमा स्लाइड भएकोमा जाउँ ल ल कसरी नाच्छ भयो न आहै लाडीबाडी आहै आहै ढाड दुख्यो नि त बाबा कुरी कुरी हुन्छ नि बाटोमा त सेम सेम पो हुन्छ त Bye bye guys. I'm iPugin. Bye bye. Bye bye.